यस कार्यक्रमका आदरणीय अध्यक्ष प्रकाशमान सिंहज्यू, मञ्चमा आसीन आदरणीय साथीहरू, नेपाली कांग्रेसका जुझारू साथीहरू, आज बीपी कोइरालाको 44औं स्मृति दिवस विडम्बना छ। हामीहरूले मनाउनु पर्ने सानेपामा हामीहरू आज प्रज्ञा प्रतिष्ठानमा मनाइरहेका छौँ। बीपी कोइरालालाई सम्झिँदाखेरि 2033 साल पुस 16 गते राष्ट्र मेलमिलाप तथा एकता को नारा दिएर उहाँ नेपाल आउनुभयो र नेपालमा फेरि बीपी कोइराला र गणेश मानजी दुवै अन्य नेताहरू पनि हुनुहुन्थ्यो। उहाँहरूसँग शल्यादी हुनुहुन्थ्यो, नीलाम्बर पन्थीजी हुनुहुन्थ्यो, खुमबहादुरजी हुनुहुन्थ्यो। उहाँहरू सबैलाई फेरि जेल हाल्यो। त्यो बेला उहाँको जुन चार्जेसहरू सरकारले लगाएको थियो, 7 वटा चार्जेस थियो बीपीलाई। त्यो चार्ज मध्ये एउटा मात्रै चार्ज पनि प्रुफ भएको भए जन्म कैद या फाँसीको सजाय हुन सक्थ्यो। तर उहाँ हिचकिचाउनु भएन, आत्तिनु भएन। उहाँ किन नेपाल फर्किनु भयो? उहाँलाई थाहा थियो। उहाँ र गणेशमानजी किन नेपाल फर्किनु भयो भन्दा देशको राष्ट्रियता अत्यन्त अप्ठ्यारो परिस्थितिमा गइरहेको थियो र अहिलेको अवस्था हेर्नुभयो भने त्योभन्दा सयौं गुना खराब अवस्थामा देश छ। राष्ट्रियता अत्यन्त कमजोर अवस्थाबाट देश गुज्रिरहेको अवस्था छ। राष्ट्रिय मेलमिलाप कोसित गर्ने त पहिले त नेपाली कांग्रेस भित्रै सहमति, सहकार्य र एकताको माध्यमबाट राष्ट्र मेलमिलाप नेपाली कांग्रेस भित्रै गर्नु पर्यो र त्यसपछि राष्ट्रियतालाई बचाउन, लोकतन्त्रलाई बचाउन तपाईको अन्य शक्तिहरूसित मिलेर हामीहरूले काम गर्नुपर्ने आवश्यकता छ। यो किन जरुरी छ भने जब जब नेपाली कांग्रेस कमजोर हुन्छ देश अराजकतातिर गइरहेको अवस्था छ। नेपाली कांग्रेसको जन्म निरंकुशताको अन्त र लोकतन्त्रको स्थापनाको लागि नै नेपाली कांग्रेसको जन्म भएको र निरंकुशता र हुकुमी शासन अहिले बढेर गएको छ। अब त तपाईको फेसबुकको स्टेटसमा सामाजिक सञ्जालबाट के भइरहेको छ, सरकार कसरी चलिरहेको छ भन्ने कुरा हामीहरूले थाहा पाउनु पर्ने अवस्था छ। संसद छ कि छैन सांसदहरूलाई नै थाहा छैन, के हुँदैछ थाहा छैन। डिफङ्क्ट अवस्थामा छ संसद र नेपाली कांग्रेस पनि कता कता मलाई लाग्छ हुकुमी शासनको हिसाबले नेपाली कांग्रेस पनि चलिरहेको मैले महसुस गरिरहेका छु। वडा सभापतिहरूलाई बिना स्पष्टीकरण, बिना सोधपुछ अद्यावधि किन नगरेको, किन नगराएको नाउँमा वडा सभापतिहरूलाई निकालिएको छ। त्यो हामीहरू कसैलाई पनि, नेपाली कांग्रेसका कसैलाई पनि त्यो सहर्य हुन सक्दैन।
किनभने नेपाली कांग्रेस मैले अघि नै भने निरंकुशताको अन्तको निम्ति नेपाली कांग्रेसको जन्म भएको हो। नेपाली कांग्रेस भित्र निरंकुशता जन्मिरहेको छ, त्यसको अन्त हामीहरूले गर्नुपर्ने आवश्यकता छ। आदरणीय साथीहरू, कसरी जाने भन्ने कुरा धेरै साथीहरूले धेरै कुरा भन्नुभयो। मलाई धेरै लामो कुरा भनिरहनु छैन, आवश्यकता पनि देख्दिन। अहिले तपाईहरुले मार गर्नुभएको होला, विचार अहिले अलिकति बिमलेनजीले पनि छुनुभयो। त्यसमा नेपाली कांग्रेस भाग 2 भनेर भनिएको छ, 2.0 भनेको छ। त्यो भनेको के हो तपाईहरुले कहिले सोच्नुभयो, सोध्नुभयो, बुझ्न खोज्नुभयो? हामीहरूले बुझ्न खोज्यौं? मलाई लाग्दैन हामीहरूले पनि बुझ्न खोज्यौं भनेर। सभापतिजीले आफ्नो विशेष अधिवेशनमा आफ्नो भाषणमा उहाँले सामाजिक लोकतन्त्रको कुरा गर्नुभएको छ। बीपी को विचार प्रजातान्त्रिक समाजवाद हो। के नेपाली कांग्रेसले अब प्रजातान्त्रिक समाजवादलाई थाती राख्यो? एउटा विचार गर्नुस्, प्रजातान्त्रिक समाजवाद र सामाजिक लोकतन्त्र सुन्दाखेरि उस्तै उस्तै लाग्छ, तर यो दुईटा भिन्दै कुरा हो भन्ने कुरा बुझ्नुस् तपाईहरु। हामी प्रजातान्त्रिक समाजवादमा बीपीले जुन प्रतिपादन गर्नुभएको छ, यो प्रजातान्त्रिक समाजवाद, त्यसलाई हामी छोड्न सक्दैनौं, हामी छोड्दैनौं भन्ने कुरा पनि तपाईहरुको माझमा भन्न राख्न चाहन्छु। धेरै समय गुज्रिसकेको छ, कदम कदाचित सभापतिजीले पहल गर्नु भएन, छिटै पहल गर्नु भएन र दुर्भाग्यपूर्ण अवस्था आयो भने त्यसको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्छ भन्ने कुरा पनि तपाईहरुको माझमा राख्छु। र सभापतिजी बीपी को विचारलाई सम्झिनुस्, व्यक्तिवादी चरित्र छोड्नुस्, स्वार्थीपन छोड्नुस् र कसैको इशारामा नहिँड्नुस्। यति भन्दै म तपाईहरुसित बिदा लिन्छु। धन्यवाद। जय नेपाल।